हेलो गाइस, स्वागत छ तपाईहरुलाई आज मेरो नयाँ फेरि भिडियोमा। आजको यस भिडियोमा चाहिँ म यहाँनिर M590 शटगनमा ग्लोरी बुस्ट गर्न गइरहेको छु। M590 गनलाई चाहिँ मैले एकनाले गन भन्ने गर्दछु र यदि मैले यो गनलाई एकनाले भन्ने भने पनि यो M590 गन भनेर सम्झिनु होला। यति भन्दै म म्याच सुरु गर्न चाहे। आजको पहिलो म्याचमा चाहिँ म यहाँ ब्लू जोन अब्जर्भेटरीमा आएको थिएँ। अब्जर्भेटरीमा चाहिँ शटगन धेरै पाइन्छ, यो मलाई थाहा छ। मैले आएर पाइहालेँ। त्यसपछि यहाँ मैले एनिमी खोज्दै हिँड्दै थिएँ। र यदि तपाईहरु यो च्यानलमा फर्स्ट टाइम आउनुभएको छ भने च्यानललाई एकचोटि लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला र नोटिफिकेसन पनि अन गरिदिनु होला। र यदि यो मेरो गेमको एडिटिङ लेभल पनि थोरै नै कम छ, यदि यसलाई म बिस्तारै बढाउँदै जानेछु। अहिलेलाई चाहिँ यति नै एडजस्ट गरिदिनु होला भन्दै गेममा हेर्न जाएँ। अब्जर्भेटरीमा मैले ब्लू जोनमा हेर्नु यस्तो आएर लुटेँ, तर एनिमी नै रहेन। र यदि तपाईलाई यो मेरो सिल्ड पोइन्ट छ नि, सिल्ड पोइन्ट कसरी मेरो यति धेरै भयो कुनै क्यारेक्टर बिना पनि भन्ने कुरा जान्न चाहनुहुन्छ भने चाहिँ अहिले गेममा एउटा नयाँ चिज आएको, त्यहाँनिर माछा तान्ने हुन्छ नि। माछा तान्नेबाट चाहिँ मैले माछा तान्दाखेरि त्यो सिल्ड पोइन्ट दिएको हुन्छ। त्यसको दुईचोटि पाएको थियो क्या। यसै तपाईँले एउटा ठाउँमा 3टा माछा तान्न सक्नुहुन्छ। तर त्यसमा मैले 2टा माछा तान्दाखेरि चाहिँ 3टा माछा तान्नु पाइन्छ। तर मैले 2टामा चाहिँ सिल्ड पोइन्ट पाएको थिएँ क्या। त्यही भएर मेरो सिल्ड धेरै छ। र मैले यहाँनिर एनिमीले त्यो रिभाइभल चार्ज गरेको देखेँ, त्यही भएर मैले एनिमी मार्न गएँ र मैले 2टा एनिमी छ भने थाहा पाएँ। त्यसमा त मैले यो चिता मारिहालेँ होइन। एउटा एनिमी मुनि भनेर थाहा थियो अनि मैले सुट्टा खाएँ। 11मा सुट्टा खान्छु। र यहाँ मेरो सिल्ड पोइन्टको हेर्नु ल फाइदा। यदि मसँग सिल्ड पोइन्ट थिएन भने यो एनिमीले मैले लगभग मार्न नै सकेको थियो क्या। यति धेरै सिल्ड पोइन्ट थियो मसँग, त्यही भएर मात्रै म बाँचेको। त्यसपछि यहाँ मेडिकेट सेटेट गरेर एचपी फुल गरेर म यहाँदेखि निस्केँ। त्यसपछि जोइन जाँदै थिएँ। मैले इजी पारामा एउटालाई एक्सनमेटले हेड हानेर मारिदिएँ। त्यसपछि पनि योसँग केही लुटै थिएन। त्यसपछि मैले सटगनले एनिमी मार्नको लागि जाँदै थिएँ बाटोमा भेटाएँ। यहाँ जोसेफको फाइदा हेर्नु छ तपाईँले, मैले अस्तिको भिडियोमा नि भनेको थिएँ जोसेफको फाइदा। त्यो भिडियोमा नि भनिरहेको छु हेर्नु। त्यो एनिमीले मलाई त्यो फ्लसी हानेर क्या। त्यो फ्लसीले चाहिँ के गर्छ भने एचपीहरू सबै घटाउने गर्दछ र वाल लाउनु पनि दिँदैन। तर तपाईँसँग जोसेफ भयो भने तपाईँले सजिलोसँग त्यो एचपी पनि काट्दैन, वाल लाउनु पनि पाइन्छ, तर लिमिटेड टाइमको लागि। त्यसपछि फेरि म यहाँनिर ड्याममा जाँदै थिएँ, यहाँ ड्रप गरेर थाहा पाएँ। त्यसपछि मैले हेर्नुहोस् यहाँनिर कस्तो इजी भएर मार्छु क्या। स्लो मोसनमा नआत्तिकन, प्रेसर पनि नलिकन सिधै जान्छु अगाडि। एउटा तोप हाल्छु हेर्नु ल। अरूहरू भएको आत्तिसक्छ क्या, आत्तिनु हुँदैन। यहाँ 67 आएको, तर मैले यतिखेर त्यो एनिमीको वाल पुऱ्याउनु सक्थेँ। तर मैले क्यारेक्टर चार्ज हुनुलाई वेट गरेँ। मैले चार्ज हुने बित्तिकै एनिमीलाई इजी पाराले मारिदिएँ। आत्तिनु पर्दैन क्या धेरै। त्यसपछि लास्ट जोनमा हेर्नु मेरो किल चाहिँ बढिसकेको थियो, तर मैले एक्सएमएले मारेको भएर किन देखाउनु जस्तो भएर हो। त्यसपछि पछाडि एनिमी कहाँ देखाएँ मैले थाहै भएन यो। तर मैले तोपले हाने 2टा सुरुमा लगाएर अनि ढङ्गे हाने मरियो एनिमी। इजी पारा यहाँनिर मार्नु सक्नु थालेको आजकल। अझ यदि तपाईँलाई यो एकनाले कसरी चलाउनु मजाले भनेर जान्न चाहनुहुन्छ भने पनि म छिटो भिडियो बनाउने छु। तर म एकनाले मात्रै पुस्ट गरिरहेको भएर एकनालेको भिडियो हाल्न चाहेँ। मेरो भिडियो चाहिँ हरेक 2 दिनमा 1 दिन आउनेछ। यदि तपाईँलाई मेरो सेटिङ चाहियो भने पनि भनिदिन्छु, भन्नु होला। म सेटिङ पनि तपाईँले हालिदिन्छु। मेरो सेटिङ चाहिँ खासमा 5 फिङ्गर छ क्या। त्यो तपाईँहरूलाई म देखाउन चाहन्छु मेरो सेटिङ कस्तो छ भनेर। र यदि तपाईँहरूले कुनै स्पोर्ट टिममा प्लेयर चाहिन्छ भने मलाई राख्न सक्नुहुन्छ। म मेन रोस्टर पनि खेल्न सक्छु, प्राइमेरी पनि खेल्न सक्छु। जुनभरि खेलाउन चाहनुहुन्छ भने खेलाउनु होला मलाई। यति भन्दै गेममा हेर्छौँ अहिलेलाई। यहाँ लास्टमा 3जना भएको थियो। म चाहिँ चाहन्थेँ कि 2जना फाइट गरोस्। अनि त्यसपछि मैले थर्ड पार्टी हानेर इजी बोया होस् जस्तो सोचिरहेको थिएँ क्या। हेर्नुहोस् त म अब त्यो एनिमीलाई प्रेसर बनाउँदैछु क्या। त्यो एनिमीमा त त्यो एनिमी पनि कमको थिएन, मैले खतरा प्रेसर बनाउँदै थियो। तर मैले सोचेँ ब्याक आएँ क्या, किनभने
मैले चाहे थर्ड पार्टी होस्, थर्ड पार्टी हार्नु मन छ क्या मलाई चाहिँ। जस्तै नुनचीमा फाइट गर्छ, त्यसपछि मैले चाहिँ त्यसलाई मार्ने छु, तर त्यस्तै नै भयो। र यो गेममा कति प्रश्न तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर। र यो चाहिँ रहेको फेरि मेरो अर्को सेकेन्ड म्याच। यो म्याचमा चाहिँ म फेरि ब्लुजनमा आएको थिएँ, तर यो म्याचमा मेरो 16 म्याप आएको थियो। झनै बित्तिकै हेक हाने, तर यहाँनिर मरेन। तर पनि म फेरि हार मान्दिनँ। सुरुमा म एकनाले खोज्ने मेरो टार्गेट, तर एकनाले हेरौँ कहाँ पाइन्छ भनेर। एकनाले खोज्नु लास्टै गाह्रो हुन्छ क्या, लास्ट अति गाह्रो क्या। पाउनुभन्दा अगाडि बरु म डरो किल हान्छु कि, तर पाएपछि किल हान्नु गाह्रो हुन्छ क्या। तर मैले यहाँ भेस्टासले इजी किल हान्छु हेर्नु त। त्यो एनिमी त्यहाँदेखि किन नभागेको क्या, यो इजी किल भयो मेरो लागि त। एनिमी भाग्नु पर्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। र एकनाले खोज्न चाहिँ मैले ट्राई गरेको थिइनँ यो म्याचमा, किनभने यो ठाउँमा मलाई एकनाले पाउँछ भनेर थाहै थिएन क्या। थाहै थिएन भन्दा नि सबसे थोरै चान्स नै यो ठाउँमा पाउँछ क्या एकनाले। यो चाहिँ ग्यारेन्टी नै जस्तो लगभग। मैले जति खेलेको छु अहिलेसम्म ब्लुजनमा यो ठाउँमा खासै पाइँदैन। तर यहाँ मैले एनिमी झरेको देखेँ र मैले इजी किल हान्दै एनिमीलाई चाहिँ। एनिमी यो छ नि यो एरिया भएर त्यो एनिमी थाहा पाएन। मैले म्याक पाएँ, एनिमी देखेँ, हेर्नु कस्तो इजी भएर मारिदिन्छ। मैले अघि तँले भने नि त्यो फ्लसीको कामै छैन क्या जोसेफ बसे। जोसेफ तर धेरै बिट बस्नु भएन। फेरि अगाडि एउटा एनिमी देखेँ, यो एनिमीलाई मैले झन्डै मारेको थिएँ, फेरि त्यहाँ छ्याङ हानु मलाई। तर मैले त्यसलाई अर्कोले मारेँ, त्यसलाई मारेर चाहिँ मैले मारेँ। यो सरी गाइस, यो छ्याङ भनेको क्यारेक्टर चाहिँ म यो चाहिँ ओस्कारलाई भन्छु। त्यसपछि फेरि मैले भिएसएसले किल मारिहालेँ हेर्छ भनेर। त्यो एनिमी पनि झुक्कलमा मरेको छ। सबै एनिमी एभरेज आइरहेको छ। यहाँनिर मैले एकनाले खोज्ने ट्राई गरेको थिएँ, किनभने अब चाहिँ यहाँ एनिमी सकिसकेको थियो। नत्र भने एनिमीले जहीँबाट मार्न सक्छ, एउटा जहीँबाट माथि पनि बसिरहेको हुन्छ फ्याक्ट्री जस्तै, मुनि पनि कहाँ लुकिरहेको हुन्छ, थाहै नै पाइँदैन क्या ठाउँमा। र मैले एकनाले खोज्ने ट्राई गर्छु यहाँनिर। अब गाइज यहाँनिर मलाई यति माथि सेन्टिनो लाउँछ होइन, सेन्टिनो लाउँछ, त्यसपछि त्यहीँ माथि बसिरहेको हुन्छ, गन चाहिँ पनि लुट्न आउँछ, त्यसपछि माथि जान्छ, अनि त्यही माथिबाट हेड हान्ने चान्स त धेरै हुन्छ नि त, अनि गाउँमै हेड लगाइदिन्छ क्या। यहाँ एनिमीको थाहा पाएँ, यो एनिमीमा मैले इजी मारिदिएँ क्या। भिएसएस त के भएको छ होइन, भन्नुपर्दा चाहिँ भिएसएस भनेको चाहिँ मिड रेन्जमा चाहिँ राम्रो चल्छ क्या। जस्तै लङ रेन्ज, सर्ट रेन्ज, मिड रेन्ज हुन्छ नि त। मिड रेन्जमा चाहिँ राम्रो चल्छ, सर्टमा ठिकै चल्छ, तर लङमा चाहिँ यो चल्दै चल्दैन क्या। के भएको याद गर्नु होला। मसँग धेरैवटा क्लिप पनि यस्तो छ कि यस्तै ताक्नुपर्छ होइन, एम नै हुँदैन क्या त्यहाँनिर, एम नै आउँदैन, अन्त गोली पनि लाग्दैन क्या, छरिन्छ। एम नआए चाहिँ गोलीले के जान्दैन होइन। यहाँ मैले एकनाले पाइहालेँ। भिएसएसको विकनेस चाहिँ त्यही हो। त्यसपछि मैले एनिमी खोज्नको लागि गाडी लिएर डुलेँ र यहाँनिर देखेँ एउटा एनिमी इजी मार्ने। त्यो एनिमी प्रेसरमा परिसक्यो क्या, ओस्कार लगाएर इजी मार्छु हेर्नुहोस् त। सरी है तिमीलाई म चिनेन नदिनु, तर टिम अप गर्नु चाहिँ मैले खोजे पनि मैले गर्न सकिनँ, किनभने मलाई पोइन्ट्स चाहिएको छ, पोइन्ट्स। त्यसपछि मैले गाडी लिएर तल एनिमी फाइट परेको थाहा पाएको थियो, अघि नै लिएर गएँ, तर यो एनिमी निस्किसकेको रहेछ क्या, मैले यादै गरिनँ। यो एनिमीलाई खोज्नु लास्ट गाह्रो मलाई। अब यहाँ किनकि अब डाइरेक्ट गयो भने हेड लाग्छ, त्योहरू बिस्तारै जानु पऱ्यो, बिस्तारै त त्यहाँ नि भागिरहेको रहेछ। अनि म यहाँ रातो थाहा पाएँ क्या एनिमी गएको भनेर, सुरुमा मैले बल लगाएँ, किनकि म मर्नु सक्छु जस्तो लाग्यो। आधी टाइम जाने अनि भाग्नु खोजेँ, मैले एकनाले हान्नु खोजेँ, तर भिएसएसले इजी मार्थ्यो क्या। कस्तो खतरा पाराले मारेको रहेछ, मलाई नै खतरा लागिरहेछ। अनि त्यसपछि यहाँनिर अब एनिमीले मलाई हेडलिस्ट हान्छ क्या। अब लुट्नु पाएको छैन, एनिमी हेडलिस्ट हान्नु। मलाई फेरि प्लस चाहिरहेको थियो एकनाले गनमा, त्यही माथि एनिमी हेडलिस्ट हान्छ। अब यसमा त तर मलाई फाइदाको कुरा हो नि। यहाँनिर हेर्नु एनिमी आइसकेको छ, त्यहाँ टाउको देखाउँदै सुत्ने टाइममा जाने। सुरुमा वाल लाउँछु अनि मात्रै ओस्कार लाउँछु, म याद गर्नु लागि। सुरुमा आफ्नो वाल लाउँछु अनि मात्रै ओस्कार लाउँछु क्या, सिधै टाच्छ जस्तो जान्दिनँ, किनकि यो क्यारेक्टर यसरी चलाउने हो। त्यसपछि फेरि एनिमी खोज्दै हिँडेको म त फेरि हो। एकनाले पाएछ त डराउँदिनँ। याद गर्नु होला कि यो ठाउँमा मैले यति धेरै कक गरेको छु, एकनाले हानेको छु, कक गरेको छु,
यस्तै टिप्स तपाईँलाई चाहिएको छैन छिट्टो रिलोड गर्ने कमेन्ट गर्नु होला। यसकै लागि चाहिँ मैले तपाईँलाई भनेको क्या अघि पनि भिडियोमा भनेको थिएँ नि कसरी गन चलाउने भनेर। त्यसपछि फेरि मैले गाडीहरू टाप एकनाले पाएपछि डर लाग्दैन क्या फेरि हो यही फाइदा। तपाईँले एकनालेर तपाईँले मन परेको क्यारेक्टर भने तपाईँलाई कन्फिडेन्स आउँछ क्या। एनिमी छोड्छ लाग्यो तर एनिमी छैन रहेछ मसँग। एमो सकिएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर म अर्सेलमा गएको थिएँ। अर्सेलमा लुट्ने बित्तिकै म चाहिँ एनिमी मार्न गइहाल्ने फेरि पनि, किनकि जति एनिमी मार्छ त्यति मजा आउने क्या गेम खेल्नु भनेको चाहिँ। यहाँनिर म लुटिहालेँ गाडीहरू टाप हानिहाल्ने हो। याद गर्नु होला जब म मेन एनिमी देख्छु नि निलो खालको त्यो सुँग्ने खालको क्या, किनकि निलो खालको सुँग्ने खाएपछि तपाईँको मुभमेन्ट पनि बढ्छ हल्का एचपी पनि बढ्ने भएकाले निलो छुट्टा चाहिँ खान्छु, किनकि ब्लुजनमा धेरै पाइन्छ। लिई पनि हाल्ने हो किनकि त्यो छोड्नु हुँदैन क्या, काम लाग्छ। एनिमी देख्ने बित्तिकै हेर्नुहोस् म त्यहाँ निलो छुट्टा खाइहाल्छु। निलो छुट्टा त खाने बानी नै भइरहेको छ हेर गाइस। अब यहाँ एनिमी झर्ने बित्तिकै छुट्टाले मार्ने एक गोली लाग्यो। अब सिस्काएर हाल्नु अर्को गोली हाल्नु ड्याङ मऱ्यो होला क्या। अब यो एनिमीहरू सजिलो पारेर मर्छ। तपाईँले कन्फिडेन्स हुनु पर्यो त्यति मात्र। त्यसपछि मैले यहाँ अगाडि एउटा एनिमी देखेँ, त्यो एनिमी चाहिँ फाइट गर्दै त भर्खरै मेरो साउन्ड अलिकति ढिलोसिलो भयो भने तपाईँले माफ गरिदिनु होला। यो एनिमी चाहिँ मैले गएर छिट्टै ठोक्ने विचार थियो, तर एनिमीले मलाई चार्ज बस्टर इजी भएर मार्न सक्थ्यो, तर मैले त्योभन्दा सुरुमा नै मैले मारिदिएँ क्या। त्यही भएर तपाईँले यो छिट्टो रिलोड गर्न सक्ने मास्टर गर्नुपर्छ। मास्टर गरेपछि मात्र सबैलाई सजिलो हुनेछ। त्यसपछि यहाँनिर मलाई एनिमीले पछ्याएको थियो, तर मैले बिएसएसले इजी भएर मारिदिएँ। तपाईँले मैले अगाडि नै पनि भनेको थिएँ कि बिएसएस लङ रेन्जमा राम्रो चल्दैन, मिड रेन्जमा राम्रो चल्छ क्या। यसले यही रेन्जलाई मिड रेन्ज भन्यो क्या हामीले। मिड रेन्जमा इजी पाराले मलाई मारिहाल्छु म एनिमीले बिएसएसलाई। लङ रेन्जमा मेरो एम नै जाँदैन। त्यसपछि त्यहाँ पर मैले एउटा सेतो वाल देखेँ, त्यहाँ एनिमी छ भनेर मैले थाहा पाइहालेँ, किनकि त्यहाँनिर अघि मैले मारेको थिएँ। त्यसपछि मैले निलो छुट्टा खाएँ देख्नु भयो, तर मलाई यो एनिमीले इजी पारेर मारिदिएछ। के गरौँ मिस्टेक भयो ल यहाँ हाल्न सक्छ इजी पारेर मलाई मारिदियो। र यो गेममा मेरो कति प्लस भयो भने तपाईँले यहाँनिर हेर्न सक्नुहुनेछ सजिलै। र तपाईँहरूलाई मैले ढिलो नगरिकन मेरो कति छ ग्लोरी पनि देखाउन चाहेँ। लिडर बोर्डमा गएँ, त्यसपछि हेर्न सक्नुहुन्छ मेरो यहाँ म चाहिँ झापाको 26 नम्बरमा रहेको छु र मेरो ग्लोरी चाहिँ 12,622 रहेको छ भने नेपाल झापाको टप गर्नको लागि चाहिँ मलाई लगभग 40-45 हजार चाहिएको छ। र नेपालकोमा आउनको लागि मात्र पनि मलाई 24,000 रुपियाँ चाहिएको छ। 24,000 ग्लोरी चाहिएको छ। 24,000 ग्लोरी ल्याउन निकै नै गाह्रो हुन्छ भन्दै आजलाई यति नै। अर्को गरी राम्रो बनाउँछु। धन्यवाद।